अर्थतन्त्र सायद चौथो पाँचौँ मेरो यो लेक्चर होला। अर्थतन्त्र कसको लागि? सबैको लागि। अर्थतन्त्र कसको लागि? बच्चाको लागि, जवानीको लागि, जवानको लागि, वयस्कको लागि र वृद्धको लागि, सबैलाई आवश्यक छ। किनभने कसैले कोही उत्पादनमा संलग्न हुन्छन्, कोही उपभोगमा संलग्न हुन्छन्, कोही सक्रिय उत्पादनमा संलग्न हुन्छन्। अन्ततोगत्वा यिनै वर्गहरूबीच अर्थतन्त्रको फेरो घुमिरहेको हुन्छ। जवान कामदारहरू फ्याक्ट्रीमा, उद्यममा, कृषिमा, सेवामा लागेका हुन्छन् भने वृद्धहरू पेन्सन खाएर बस्छन्। उनीहरूले पनि त आफ्नो जवानीमा काम गरेथे, चाहे कृषि कार्य होस्, चाहे उद्यम होस्, चाहे चाहिँ सरकारी नोकरी होस्, हैन। त्यसले गर्दाखेरि उनीहरूले उत्पादन गरे। उनीहरूले अहिले उपभोग मात्र गरिरहेछ, किनभने उनीहरू रिटायरमेन्टमा छन्। त्यसले गर्दाखेरि अर्थतन्त्रमा उत्पादन, उपभोग, विनिवेश, फेरि उत्पादन, यस्तो चक्र चलिरहन्छ। त्यसले गर्दाखेरि सक्रिय अर्थतन्त्र हुनको लागि सबै पक्ष हुनुपर्छ। अब त्यहाँ उपभोग गर्ने भइदिएन भने उत्पादन गरेर काम छैन। उत्पादन गर्ने जमात भइदिएन भने त्यो उपभोग हुँदैन, अर्थतन्त्र शिथिल हुन्छ, आयात गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अर्थतन्त्रमा मानव संसाधन, जो बच्चादेखि वृद्धसम्म छन्, मानव संसाधनको चयन भएको हुन्छ। त्यो उत्पादनसँग, त्यो उपभोगसँग, त्यो विनिमयसँग, त्यो लगानीसँग, हैन। त्यो उद्यमी पनि हुनसक्छ, त्यो कृषक पनि हुनसक्छ, त्यो रिटायरमेन्टमा बसेको वृद्ध पनि हुनसक्छ, उपभोग गरेर बसिरहने, हैन। त्यसले गर्दाखेरि अर्थतन्त्र वास्तवमा एउटा घरभित्रको चाहिँ क्रियाकलाप भन्दा पनि फरक पर्दैन। धन्यवाद।